सो आज हामी फेरि जाँदैछौँ कहाँ मामा घर अनि मामा घरमा गएर हामी मनाउँछौँ हाम्रो अरू जाने ठाउँ छैन होइन हामी खालि घुमाइफिराइ जाने भनेको मामा घर हो मामा घर बाहेक हामी कहीँ जाँदैनौँ गए पनि मलहरू जाने हो अरू कहीँ जाँदैनौँ हामी आज हामी जाँदैछौँ मामा माइजूको एनिभर्सरी मनाउनुको लागि अनि त्यहाँ पनि हाम्रो नयाँ नयाँ पाहुना भन्ने कि बुजुर्ग बुजुर्ग भन्छ होइन नयाँ बुजुर्ग आउनु भएको छ होइन सो हामी उहाँ गइसकेपछि हामी देखाउँछौँ उहाँ को हुनुहुन्छ भने उहाँ एकदम हामी हाम्रो सबैभन्दा ठुलो गार्जेन हो होइन त्यही भएर हामी त्यहाँ पुगेर फेरि भ्लग बनाउँछौँ एटिएम अनि उहाँ चाहिँ धनी दाई हो होइन धनी दाई जाँदिनुहुन्छ एटिएम मनी प्लान्ट उहाँ चाहिँ हाम्रो मनी प्लान्ट हो होइन अनि हाम्रो उहाँ मनी प्लान्टलाई चाहिँ हामी होइन यस्तो स्याहार सुसार गर्छौँ के भन्नु र उहाँलाई स्याहार सुसार गरे अनुसारले नै हामीलाई फलिफाप भइरहेछ होइन त भाइ उहाँलाई स्याहार सुसार गरे अनुसार नै फलिफाप भएको छ हजुर तल र हामी देख्न सक्छौँ यहाँ एकदमै राम्रो भ्यू छ होइन चट्टसँगले सबैजना मिलेर हेरौँ यो चाहिँ कहाँ हो भन्दा रासलखेमा होइन टक्कसँगले इभिनिङको टाइम भएको छ सबैजनाले होइन अब दिदी पनि यहाँ फोनमा व्यस्त हुनुहुन्छ है हाम्रो दिदी अब पुरा आइफोन देखाउँदै हुन्छ यहाँ टक्क ओ मामाको गाडी पनि आइसक्यो अरे तर हाम्रो मनी प्लान्ट आउनु भएको छैन हामी मनी प्लान्टलाई पर्खिरहेछौँ होइन मामा चाहिँ आइसक्नु भएको छ त्यस्तो यस्तो हेर्न सक्छौँ यहाँ हाम्रो अलनसरी डे टु डे सबै हामी ब्याकग्राउन्डमा होइन रमाइलो छ मौसम एकदमै राम्रो छ चिसो चिसो चाहिँ छैन होइन गर्मी हल्का बढेको अवस्था छ अहिले भनेको होइन ल त्यति भन्दा मेरो 2-4 शब्द यहीँ टुङ्ग्याउँछु ल दिदी तपाईँको 2-4 शब्द सुरु गर्नु मेरो 2-4 शब्द चाहिँ मामाहरू चाहिँ आइसक्छ रहेछ होइन तर मामाहरू चाहिँ हाम्रो बिल्डिङमा गइसकेछ किनभने हाम्रो जो बुजुर्ग आउनु भएको छ उहाँलाई चाहिँ हाम्रो अपार्टमेन्ट देखिनु पर्ने थियो सो म चाहिँ कस्तो धेरै सो लाउन थालेको छु ल फाइनली गाइस हाम्रो मामा पनि आइसक्नु भयो आजको दुला वहीँ हो आजको बेहुला अनि मामा चाहिँ आजको बेहुला मामा के भएको थियो आजको दिनमा बे राति भएको थियो कि बिहान भएको थियो दिदी बहिनीहरूले मेकअप गर्दा थिए म चाहिँ सानो बच्चा थिएँ मलाई अलिअलि चाहिँ याद छ तिमी मामाहरूको बिहेमा के गर्दै थियौ होला कति सालमा भएको कति साल ल 29 वर्ष 50 साल ए कहाँ म 1 वर्ष थिइनँ नि भाइ जन्मिसकेको थियो त्यतिखेर म साइन्स ल्याबमा हामी सानै थियौँ म साइन्स ल्याब स्कुलमा थिएँ होला सायद नर्सरी एलकेजी तिमी पनि सिकाउनु चाउँथ्यौ त्यसो भए यसो गर्दै गर्दै ल यो भिडियो हाम्रो जेडुको लागि हो होइन हाई गाइस हेलो जेडु हाउ आर यु ल हामी मामा घर जान्छौँ अनि मामा घर गएर भिडियो बनाउँछौँ बाई बाई ल गाइस हामी आयौँ डे टु डेमा हामी किन्छौँ त्यो ब्यानरहरू हामी यहाँ किन्न आउँछौँ एनिभर्सरीको लागि होइन तर बर्थडे बाहेक केही पनि छैन क्या छैन त यार यता चाहिँ प्लेट्सहरू बर्थडे कि कङ्ग्रेचुलेसन्स लगिदिनु पऱ्यो कङ्ग्रेचुलेसन्स त के ह्याप्पी एनिभर्सरी एच 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 यस्तो लगिदिनु पऱ्यो छैन जस्तो छ एनिभर्सरी
यहाँ पनि बर्थडे मात्रै छ कि यहाँ तल होला कि बु अरू यस्तै हो गाई जे चाहिन्छ त्यो पाइँदैन जे चाहिँदैन त्यो मात्र पाइन्छ ल गाइस फाइनली हामी सक्सेस भयो नि डुडुङ डुडुङ इ ह्याप्पी एनिभर्सरी डुडुङ इ डुडुङ इ ए डुडुङ होइन अनि आज चाहिँ अलिकति सानो फनीवाला पार्ट पनि केही गरौँ न पु त अस्ति नि बजाएको हो कि यो लाने पु गर्नेवाला सधैँ ह्याप्पी बर्थडेवाला छ यो प्लेन छ त्यो नै बिचरा को डराउँछ हौ के लाने यो ह्याप्पी एनिभर्सरीवाला यो लगिदिउँ न माइजूलाई यो मामालाई उयो हो माइजूलाई परि यो ल माइजूलाई यो होइन अनि मामालाई यो परि हुमे होला होइन कि रेड लगिदिने कि पर्पल लगिदिने कि यो गोल्डन लगिदिने गोल्डन पनि छ पर्पलै ठिक छ है अलिकति हामीले फनी पार्ट के अनि हामी पनि यस्तो लाउने हो नि हुन्छ हामी पनि लाऊँ न यस्तो कतिवटा छ क्रिसका गाना सुनेको कतिवटा छ त्यो गाना त बु पहिला हाम्रो मामा माइजूको एनिभर्सरी सक्सेस हुन्छ रहेछ आज मामा खोइ त ल अब चाहिँ हामी मामा घर गएर भिडियो बनाउँछौँ बाई बाई धेरै लामो हुन्छ फेरि सनसनी खबर गाई सनसनी खबर मामा हराएको सूचना मामा हराइछौ मामा हराइछौ तर मामा फेरि आइछौ मामालाई खोज्न गएपछि मामा भेटियो भेटिसो कहिलेकाहीँ खै रामु काका उहाँ चाहिँ हुनुहुन्छ हाम्रो रामु काका होइन उहाँले ब्रेकफास्टहरू तपाईँहरूलाई बनाउनुको लागि कोही बावर्ची चाहियो भने उहाँलाई सम्पर्क गर्नु होला उहाँले खतरा ब्रेकफास्ट बनाउनुहुन्छ हाम्रो हराएको मामा भेटियो हेलो भन्दैछ हेलो भन्दैछ ल हेलो भन्दैछ हेलो हेलो यो माइक बुवा एउटा गीत गाइदिन्छ न रात बेका गेडरमा तलक्क टल्कियो हाम्रो ज्वाइँ भान्सामा तलक्क टल्कियो बिजुलीको तार तार फुर्सद भए ए हजुर नाचौँ न भान्सामा What? Bro, what are you talking about, man? फुर्सद भए ए हजुर तिमीले भात खाइदेऊ न ल बाई भन्दैछ बाई बाई हामी त दुबईमा त हो नि हामी दुबईमा त हो नि के त म पण्डित छेत्री के काम गर्नुहुन्छ म आइटी इन्जिनियर कम्प्युटर चलाउने कम्प्युटरमा हिसाब राख्ने माई एजुकेसन बिए पास थ्याङ्क यू जिन्दगी क्या हो के बोलो 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 पापाको भात खानु बोलो 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 बा चिन्छ ऊ को हो नातिनी नातिनी हो कसको छोरी यो छोरीको छोरी कसको छोरी छोरीको छोरी ए बुवाको खाना रेडी खाना पहिला खाना खाने बुवाले अनि हामी खाने हामी चाहिँ खाना नखाने हामी घरमा पाकिरहेछ बुवाले खाइसकेपछि हामी खाने न नखाने भात अकेले खाना मम्मीलाई भेटायो नि त
नेपालमा अस्ति शान्ति छोरीकोमा सागर ढुङ्गासँग भेट होइन अनि अस्ति आएको होइन कहीँ जान पाइएन अब यहीँ हो पैसा छैन पैसा मर्ने नगर्ने अब सङ्गीता छोरीलाई भन्ने सङ्गीता छोरीलाई भन्ने पढाउनु मेरा जीवन ओ खाना खाइसकेपछि अनि ल गाइस हामी मामा घर आइसक्यौँ मामा घर आएर पनि हामी बुवासँग भेटेर पनि हामी यहाँ डेकोरेसन गर्न लागिरहेछौँ अब होइन ह्याप्पी एनिभर्सरीवाला अब ह्याप्पी बर्थडे चाहिँ अब सकियो जस्तो छ यो वर्षको लागि अब हामी बनाउँछौँ ह्याप्पी एनिभर्सरी हजुर भिक्स धेरै लाउनु हुँदैन भिक्स धेरै लाउनु हुँदैन को हाई भनिदेऊ हाई भनिदेऊ ल ह्याप्पी बर्थडे त्यहाँ छ अब यहाँ ह्याप्पी एनिभर्सरी ह्याप्पी फेरि गइछ नि त एकचोटि फेरि गइछ त एकचोटि फेरि गर्नु पर्ने मेरा जीवन कोरा कागज कोरैर गया श्रीमती मर गया अब अकेले हो गया अब हाथ खिलाने वाले कोई नहीं है और दिया कबार धोने वाले कोई नहीं है ओ बुढ़िया मर गई Why are you crying? अघि पछि कार आमाले होइन बाउले होइन भाबीले ल्याएको रोएर पाइँदैन कराएर पाइँदैन कर्म कर्म जे ल्याएको जिन्दगी हम सफर गीत गाइदिनु न जिन्दगी हम सफर यसमा जिंदगी ये सफर तुम्हारा यहाँ कल क्या हो किसने जाना कोई मरो ये मुझे मर गया ब्याह हो गया जिन्दगी मेरा जीवन कोरा कोरई रह गया मैं श्रीमती मर गया अकेले हो गया हाथ पकाने आदमी नहीं बात पकाने की औरत नहीं आदमी नहीं औरत नहीं खाना बनाने की औरत नहीं आदमी नहीं आमाले होइन बाउले होइन भाबीले रोएर पाइँदैन कराएर ल भाइ तिमी पनि एउटा कविता भनिदिइहाल त यो समातेर भन ल माइक हेलो हेलो दिस सुन्छ तपाईँ मैले भने पनि तपाईँले युट्युबमै हाल्नुहुन्न अब यो हालिन्छ नि त एउटा स्वर्गकी परी आज मेरो अघि झरी उनको मात्तले बजी हेर खरी झर्ने गरी दिदी कति राम्री हेर नलाग्ने साडी दाइ पनि राम्रो केटा पालेपछि दाइ मेरो ज्वाइँ सब के काम गर्छ कार बाइक होइन घरमा हेलिकप्टर ल्यान्ड गर्छ यति मात्र भन्न दिदी नि मेरो फ्यान भन्छ दाइदिने पूजाछेले बिहान मेरो ध्यान गर्छ हाम्रो ट्याम मात्र होइन कुनै जडिया हाम्रो ट्याम मात्र होइन कुनै जडिया दाइ भन्छ दिदीको बाल बन्छ सानो गरिया रामु काका चाहिँ भन न उहाँको नाम त रामु काका हो नि त घरमा रामु काका हो नि त घरमा
ल ल बेहुला आजको बेहुला आज अङ्कल आन्टीको एनिभर्सरी माया वर्ष अब झन् झन् बेसरी अङ्कल आन्टीलाई नहेर्नु त्यसरी मुना मदन जसरी आजको बेहुला भएर आइस होला अझ मक्ख परेर कि अहिले कहाँ त लाउने हो ऊ त्यो ल्याइदिएछ मास्क लाउनलाई मामालाई खानु न त्यसरी यसलाई खानु बेसरी हजुर पहिला खाने नि के क्लासमा काट्ने ल हाम्रो चटपटे रेडी भइसक्यो रेडी हाम्रो पारो के भन्न चाहनुहुन्छ म केही भन्दिनँ भाइ म एकदम यहाँ पनि गर्छु घरमा पनि गर्छु जताततै काम गर्छु यो एकदम राम्रो कुरा हो हाम्रो लागि एकदम बेनिफिट हो किनकि हामीले हामीसँग राम्रो कुरा गर्दैछौँ होइन दिदी के भन्नुहुन्छ म एकदम खुसी छु यस्तो रामु काका जस्तो बुढापाकोमा अलराउन्डर यसरी नै हामी पनि 29 वर्षको हाम्रो एनिभर्सरी मनाउन पाऊँ वाइतिर हजुर 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 वाइ त यही त हो त्यो उतै लैजाऊ एकछिन है दुईटा पर्दैन नि यो तर अहिले यो राखेको राम्रो सिस्टम भयो उयो भनेर यसको त अगाडि सबै ल आयो 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 त्यही काट्ने सिस्टम दिदी हजुर यसरी मेरो भिडियो गर एकदम अङ्कल पनि देख्नु यहाँबाट म खान्छ नि ऱ्याप पनि भन्छु कि एनिभर्सरी दुई लाइन रेडी 1 2 3 गो डान्स गर है रेडी 1 2 3 आज चाहिँ अङ्कल आन्टीको एनिभर्सरी छ होइन यता देखेर अङ्कल र मेरो एनिभर्सरी हजुर अङ्कल र मेरो एनिभर्सरी चाहिँ कसरी ए सरी हम गर्ने छु भयो बसन यार एकछिन मलाई रेडी गर्न सक्छु पुरा सबै दियो है पैसा दिनु ल नखाउँ न आज चाहिँ अङ्कल आन्टीको एनिभर्सरी होइन म चाहिँ पुरै आलु चटपटे र काँक्रा खाँदैछु अनि दिदी उता भ्लगर बनाउँदै हुनुहुन्छ अनि चाहिँ भिडियो हुनुहुन्छ अङ्कल यहाँ हुनुहुन्छ अङ्कल आन्टीको एनिभर्सरी माया वर्ष फेरि अङ्कल आन्टीलाई एड्रेस पठाइदिए मलाई मेरो आऊ भाइ कता आइ छैन छ को खाना तिमी को तपाईँको धन्यवाद ल ह्याप्पी एनिभर्सरी मेन मान्छे चाहिँ उता ह्याप्पी एनिभर्सरी ए सपना हालिदिएको छ नि त खै ल ल बेहुला ल ल दाइ ल ह्यापी एनिभर्सरी ल ह्यापी ह्याप्पी एनिभर्सरी ल बस भिडियो बनाउनु न फेरि कि रिल आउनु पर्यो बुवा अझै भयो डान्स बुवा पक्नै बुवा पक्नै ठ्याक्कै यो हुन्छ दिदी ह्याप्पिनेस भनेको ह्याप्पिनेस भनेको हो त ऊ त्यहाँ कस्तो राम्रोसँग नाच्छ ल
बुवालाई भाइरल बनाइदिन्छ अरे सर्ट्समा हाल है भिनाजु भिनाजु बुझ्नलाई यो कुरा म साडी ज्वाइँले टिका लाउनु परेन गएर सल्टुको पाइमा ल टिका लगाइसक्नु पर्यो ज्वाइँलाई टुप्पी घुमाएर रमाइलो ज्वाइँले नातिनीले छोडेर हिँड्नु म ज्वाइँले नातिनी छोडेर हिँड्नु म त नातिनी छोडेर ल अनुमति छ पन्जाबी $18 राखेर नेपाली होइन नि पाकिस्तानी हो ज्वाइँ नेपाली होइन पाकिस्तानी हो काले आएका क्या हो हम तेरे चाहने वाले यो माइक चाहिँ तिर लाग्छ दाइले एउटा सिलक भन्दैन त दाइले धेरै जान खानु भयो दाइले सिलक जडियावाला भन्दैन शिला शिला के हैन दाइले कति गर्नु भनेको के शिला किला भनेको जडिया ए अन्य नाटक बुझेलाई यो कुरा भयो र नबुझेलाई गान्जामै पहिलो छ ट्याङ्कीमा ट्याङ्कीमा चाहिँ यो होइन मामा मान्छेको चाहिँ विशेष एनिभर्सरीको यसमा ल माइजू तपाईँलाई कस्तो लागिरहेछ आजको दिन भनिदिनुहोस् जनता जान्न चाहन्छन् मैले भइसक्यो बेलामा गएर मैले आनन्द भइरहेको छु फ्यामिली ग्यादरिङ एउटा यो त एनिभर्सरी बाना त हो नि रातिको बिहे थियो होइन हजुरको रातिको बिहे थिएन ल भन्नुहोस् मैले मामालाई पनि सोधेँ यो कुरा अघि होइन मामा तपाईँ कुन सालमा बिहे भएको भनेको मामाले मलाई भन्न सक्नु भएन तर अब आज माइजू भनिदिनुहोस् कुन साल कुन महिना कति गते हामीलाई चाहिँ मिलाउनु भएछ हामीलाई 2005 मा बिहे भएको हाम्रो ए मामा 2054 भन्दा मामाले 2050 भनिदिनु 4 वर्ष घटाइदिनु भएको नि अनि कस्तो भएको थियो माइजू त्यति बेलाको एक्सपिरियन्स भन्नु नि त मामा यति बेला त भर्खर जग्गेमा बस्छ त्यो मामा टक्क बिहेमा जुन के अरे बेहुला भएर आउँदा हजुरलाई कस्तो महसुस भएको थियो रमाइलो भएको थियो अब ल म्यारेज एरेन्ज म्यारेज हाम्रो एरेन्ज म्यारेज ए ल एरेन्ज म्यारेज हुँदा नि माइजूलाई चाहिँ रमाइलो भएको रहेछ होइन अनि मामालाई भिनाजु मामालाई सोधिदिँदा कस्तो भएको थियो मामा हजुरको एक्सपिरियन्स कस्तो थियो त्यति बेला हामी त इङ्गेजमेन्ट पछि हामी त भेट्न जान्थ्यौँ नि भन्छ न ससुराबाले भेट्ने दिँदैन थियो भनेर अनि ससुराले भेट्न दिनुहुन्थ्यो कि हुनुहुन्थ्यो दिएन थिएँ हो पछि कान्छी साथीलाई चाहिँ भेटिदिने भनेपछि त छुट त रहेछ तर सालीपट्टि पो छुट रहेछ त साथीको छुट्टै चाहिँ हामी जेठो जोइन हेर्नु अलि जेठोबाट हेर्दै खाएको तर अहिले पनि माया गर्नु ससुराले अहिले ससुराल सबभन्दा बढी कसले माया गर्नु जेठो चाहिँ भनेको मतलब हामी पहिचान छ राजेश कुमार शर्मा अर्को इन्सिडेन्ट सुनाउँछु आएम राजेश कुमार शर्मा आई क्यान डु एनिथिङ भनेर गाडी पुरै ब्याक गरेर झन्डै मस्जिद पारी त्यो ड्राइभरै डराएको आज भन्नु नि त लु कति गर्नुहुन्छ आज कति वर्ष पुग्यो मामा 19 वर्ष माया गर्दा गर्दा मलाई हेपेर खतम ल मामा लु भन्नु त प्रस्ताव मायाको माया नगरेको प्रस्ताव के हजुर गिफ्ट के किन्दैछ त भन्छ यो ल मामाको गिफ्ट ए लु म त गिफ्ट भन्नाले यता किङ फिचर गर्दै थिएँ मेरो त जान्छ हे डाइसन भाइसन मामा प्रस्ताव मायाको प्रस्ताव मायाको प्रस्ताव यस्तै हो उनीसँग बसिरहेको छु होइन माया होइन क्या मायाको प्रस्ताव भनेको म तिमीलाई माया गर्छु के तिमी पनि मलाई माया गर्छौ भन्ने त्यो मेरो आम भित्ति बनाउँछु बाहिर बाहिर पनि हुँदैन
बाहिर मैले बाहिर के भन्छ जसले गर्लफ्रेन्ड आएको छ के जान्छ बाहिर देखाउँछ नि आज बाहिर बोल्नु भन्नु पर्यो ल मेरो बुढी भन्छ होइन अहिले छैन बाहिर आज मामालाई अहिले बुढी नभनेको सुकै छैन एनिभर्सरी लु मामा लु के भन्ने म तिमीलाई मायासँग झेलेर आएँ भन्नुहुन्न नि मलाई अहिलेसम्म वाक्क भएको छैन भाइ ए भनेपछि 29 वर्षमा मामालाई भयो क्या छैन अरे छैन अरे वाक्क हुन्छ त मैले त बुढीहरूले गिरगिर गरेर जस्तो कहिले गिरगिर गर्छु आना माफी गिरगिर कहिले गर्छु मलाई चाहिँ फेरि त्यो यो टिस्यु च्यातेर कानमै कोद्नु पर्ने हुन्छ नि त्यस्तो गिरगिर गर्छ नि फेरि खोइ त हल्ले बोलायो भने मैले कहिले गिरगिर गरेर थाहा छैन मलाई खै त लु मामा हुन्छ बस्दै भएन बस्ता टुटेको के हो पार्वतीलाई पनि देऊ भाइ आउन ओ ऱ्यापर हजुर भाइ ऊ पूर्णिमालाई लगाइदेऊ यो जेल कति कम छ 5 वटा ठिक छ के ए हो पूर्णिमालाई खै त सपना भएन नि ल भइहाल्यो बच्चा बुच्चीलाई भयो पूर्णिमा गीतहरू बजिरहेको छ मामाले चुङ्गा हाल्नु खाने मुखलाई चुङ्गाले छेक्दैन ल थ्याङ्क यू सब यो उसै उपर यार के घरि हेर त प्लास्टिकको यो खानु हुँदैन नि प्लास्टिक परेर समाउँदै यो प्लास्टिक अङ्कल कहाँ जानु अङ्कल आउने
इन्सपेक्टर चिङम सिंगा मेरा नाम सिंगा है मेरा नाम ह्याप्पी एनिभर्सरी है ल ह्याप्पी एनिभर्सरी है एनिभर्सरी ह्याप्पी 29th एनिभर्सरी ए एउटा फोटो खिच्छ नि यार कहिले फोटो खिच्छ नि क्या एकछिन पक्ष है थम्बनेललाई खिच्नुपर्छ क्या एउटा एकताल फेरि अँगालो मारेर त्यो लाएर के मामा त्यो नलाइकन हुँदैन हो ल ल अब अँगालो मार्ने ल हो मामा माइजूको एनिभर्सरी सकिएको छ र सकिएको यसलाई म माइजूलाई 2 शब्दको लागि केही भन्नको लागि म माइजूको लागि यहाँ म माइक उयो गर्दैछु ल माइजू भन्नु के छ आजको एनिभर्सरीको लागि तपाईँको 2 शब्द थ्याङ्क यू भेरी मच तपाईँलाई आइदिनु रमाइलो भयो ए माइजू 2 शब्द कस्तो शब्द मेरो भान्जा भान्जी पैसा रमाइलो भएको छ इन्ट्रा पदापुति सबै एकदम राम्रो छ ल मामा 2 शब्द भन्दिन आजको एनिभर्सरीमा तपाईँलाई कस्तो लागिरहेको छ जनता जान्न चाहन्छौँ तपाईँ भन्नुहोस् हामी त वार्डमा बसिरहेको छु होइन वार्डभित्र हामी वार्ड चलेछ नि त एनिभर्सरी बनाएको वी आर ह्याप्पी वी आर सेफ इन वे वी आर दुबई वी आर अल राइट र मलाई भन्नुहुन्छ कि हामी सेफ छौँ युए भित्र यहाँ टु गरेर जति पनि मोबाइल बज्छ त्यो बज्नु भनेको सामान्य उयो मात्र हो तर हामी सुरक्षित छौँ दुबईभित्र मामाको भनाइ यही छ र भन्दै हामी हाम्रो ब्लग इन गर्छौँ बाई बाई के अरे दिदी हामी हाम्रो ब्लग इन गर्छौँ यही एन्ड हो एन्ड इन गर्छौँ यही ल यति भन्दै हामी हाम्रो ब्लग यहीँ एन्ड गर्छौँ सम्पूर्णमा धेरै धेरै धन्यवाद युएवासीलाई धन्यवाद भन्दै माइजू पनि वार्डमा पनि सबैजना यहाँ बस्नु भएको छ अहिलेसम्म होइन होइन हामी पनि यहीँ छौँ सुरक्षित छौँ सबैजना स्टे सेफ राम्रोसँग बस्नु होला ओके ओके गुड नाइट